हेलो एभ्रिवान। आज हामी योकोहामा जान लागेको। योकोहामा जाँदा चाहिँ हामी 2-3टा ट्रेन चेन्ज गरेर जानु पर्थ्यो। त्यसपछि मलाई यो बाटोमा हिँड्दै गर्दियो आइसक्रिम खान मन लागेर म आइसक्रिम खाँदै हिँडेको छु। अनि त्यसपछि हामी योकोहामा पार्कतिर जानलाई यो बाटो हिँड्दै जानुपर्छ। अनि बाटोमा यस्तो राम्रो यो के हो यस्तो हेर्ने कुरा रहेछ। अनि यहाँ मान्छेहरू त्यहाँ गीत गाउन लाग्यो भनेर हिँडिराख्नु भएको छ। अनि हामी चाहिँ यो पिङतिर आयौँ। यो चाहिँ योकोहामा पार्क हो। यहाँ धेरै खेल्ने चिजहरू छ। अनि चाहिँ हामी यो केबल कार गुडिरहेको हेऱ्यौँ। अनि त्यसपछि रोटेपिङ भएको एउटा सानो क्लिप पनि बनाइदिएँ मैले। अनि यहाँ घाम लागेको भएर कस्तो राम्रो देखियो यो भ्यू। त्यसपछि फेरि हामी एकछिन केबल कार हेऱ्यौँ। अनि त्यहाँ सिप आयो। सिपको मान्छेहरू हाई गरिरहेको छ। मैले पनि हाई गर्दै यताबाट। अनि फेरि हामी हिँड्दैछौँ। त्यसपछि फेरि यो यतापट्टि साइडको लास्ट भ्यू यसो खिचेँ। अनि म अर्को साइडतिर जान लागेँ। त्यसमा हामी बिच समुद्रतिर जाँदैछौँ। समुद्रमा यसो अलिकति सिपहरूको भिडियो बनाएँ। अनि हिँड्दा भोक लाग्यो। भोक लागेपछि हामी खाजा खान आयौँ। खाजा आयो। त्यसपछि हामी खाजा खाएर नाइट भ्यू हेर्दैछौँ। अनि पुरा म नि अगाडिबाट भिडियो बनाउँदै हिँडेँ। आजको क्लिप यति। ओके बाई।